7 वर्ष लगाएँ यो ज्याकेट पनि किनेको हो मितलाएर ल्याएको अस्ति हो हुँदैन तल त लुगा ल्याउनु भनेको थियो क्या मेरो जाडोको लुगा अनि यत्रा चाहिँ यो पोरका लुगा हेरेको एउटा लाउन हुने रहेन कोही खुम्चेको कोही के भएको भुवा हेर न यो के बित्था जाडोको लुगा कहाँ पर्छ नि किन्ने हो कान्छी यत्रो बजार छ घरैमा अनि नहेर न यस्तो लाएर हिँड्नुमा चाहिँ यो चाहिँ के भएको छ कहाँ च्यातेको छ यो यहाँ च्यातेको यहाँ हेर्नु न यहाँ उयो च्यातेको छ निस्केको छ। लुगा त च्यातेपछि पो चढ्न छोडिन्छ लाउन छोडिन्छ त अनि यो कलरै गएको छ गाडीहरू कुद्न छोडेपछि लुगा च्यातेपछि यत्रा लुगा छन् 17वटा छ नि गर्नु भोलि बजारमा गएर लुगै किन्ने हो भने सुरुमा मलाई एउटा स्वेटर खोजिदेऊ ए त्यो स्वेटरमा आज चाहिँ किन्नुहुन्न मैले नयाँ नयाँ लाएर हिँड्नुहुन्छ मैले त्यो एउटा ज्याकेट किन्नुभन्दा अगाडि 7 वर्ष लगाएँ यो ज्याकेट पनि किनेको हो मितलाएर ल्याएको अस्ति हो हुँदैन तल त एउटा कैयासँग मितलाएर अनि मित भनेर मलाई मितको कसैले दिएको त्यो ज्याकेट मेरो त त्यस्ता मिच छैन म त जाने हो नि यो भुवा आएको छ यो कलर गएको छ म लाउँदैन कुनै पनि हाल्दैन म त यो फ्याल्न हुन्छ तर मलाई एउटा स्वेटर खोजिदेऊ यो स्वेटरमा दोकानमा अथवा ठेलामै भए पनि डुलाएर बेच्छु कसले लाउँछ हो यो पुरानो लुगा चाहिँ नजाने कुरा नगर्नु नि कस्तो लाउँदैन यति राम्रो लुगा राम्रो कहाँ च्यातेको छ यो लुगा कलर त जान्छ त अनि अलिअलि किन्दाको दिन जस्तो त पहिलोचोटि हुँदै जान्छ कलर त त्यसरी कहाँ हुन्छ मैले भनिदिएको छु मलाई एउटा स्वेटर खोजिदेऊ स्वेटर मिलाइदेऊ यो लुगा बेचिसके पछाडि म तिमीलाई अर्को लुगा किनिदिनु बेच्छ म यो फ्याल्दिन्छु यो अनलाइन त उनीहरू फ्यालिदिन्छु लुगा त्यसरी बेन्चमा लगाएर फुलबडी ट्रकमा हालेर लानु पर्यो नि यो लानु त केमा हाट्छ यो दराज भरि छ काटा मुनि सबै भरि छ लाउनु भने चाहिँ एउटा गतिर रहेन त्यसरी त हुँदैन है कान्छी म लुगा किन्न चाहिँ सक्दिनँ यो सालमा 4 चोटि अनि 4 चोटि त किन्नु परिहाल्यो नि हौ जाडोको लुगा गरममा लाउने कुरा भएन गरमको जाडोमा लाउने भएन पोहोर पुसमा किनेको लुगा 3 महिना लगाएर राखेको अहिले त्यही